तिम्रो नानीको कपाल किन नकाटेको? किन अहिलेसम्म यति लामो? तिमी किन काट्दिनौ र? केटाकेटीको कपाल राख्नु हुँदैन त? ब्ला ब्ला ब्ला। हे एभ्रिवान, नमस्ते, म अङ्किता आसामबाट। आजकल चाहिँ मलाई हर जग्गा म जहाँ जान्छु मेरो नानीसँग त्यहाँ त्यही कुरा सोध्नुहुन्छ। सोधेको त राम्रो होइन, अनि म राम्रोसँग भन्छु। मेरो नानीको चाहिँ जन्मिँदाखेरि नै लट्टा थियो, त्यो लागि हामीले भाकल राखेको थियौँ अगाडिबाटै, त्यही भएर लट्टा भएको होला भनेर अनि हामीले डिसाइड गरेका छौँ अलिक पछाडि काट्छौँ भनेर। सबै थोक मिल्नु पर्दो रहेछ नि त पहिले फर्स्ट चुल काट्न चाहिँ। तर यही कुरालाई दोहोऱ्याइ एउटै मान्छेले सोद्धाखेरि चाहिँ तपाईँहरूलाई रिस उठ्छ कि उठ्दैन भन्नु त? रिस उठेर तर म कसैलाई जवाब पनि घुराउँदिनँ। म फेरि पनि त्यही कुरा भन्छु। मलाई फेरि पनि सोध्नुहुन्छ, म फेरि पनि भन्छु। यो भिडियो कसैलाई नराम्रो थिङ्किङ लिएर मैले बनाएको होइन, तर जानी किन एउटै कुरो सोध्नु बारम्बार भन्ने कुरो मेरो। हरेक ठाउँ म जहाँ हुन्छु, पूजा जहाँ जे गर्दाखेरि म हुन्छु त्यहाँ नै त्यही कुरा चल्छ। त्यही कुरा सोध्नुहुन्छ नि, म राम्रोसँग भन्छु। फेरि बाटामा पनि सोध्नुहुन्छ, फेरि पनि भन्छु। त्यही पनि कति प्राय मान्छेलाई मलाई देख्ने बित्तिकै मलाई सोधिहाल्नुहुन्छ, भनिहाल्नुहुन्छ। खोइ बा बिर्सिने हुन्छ कि बिर्सिन त एकजनाले पो बिर्सिनुपर्छ त होइन? जति मान्छेहरू देख्छु म उहाँहरूले भनिहाल्नुहुन्छ। म आफै छक्क पर्छु, खोइ बिर्सेरै भन्नुभएको हो कि बा जानी हो कि? खोइ मैले चाहिँ हजुरहरूलाई यो कुरो सानो सेयर गर्न मन लाग्यो, त्यही भएर सेयर गरेँ। र म भन्दैछु चाहिँ फर्स्ट अफ अल हामी चाहिँ नानीलाई अहिले कपाल काट्ने होइन, अलिक पछाडि काट्ने हो। यो भिडियोको थ्रु मैले सबैलाई भनिदिएको। कतिजनाले मलाई बारम्बार सोध्नुहुन्छ, कोही बेला कस्तो जग्गा हुन्छ, कोही बेला कस्तो जग्गा हुन्छ, आफूले बुझ्नुपर्छ नि त होइन भन्नु त? यो सब कुरा छोड्नु। आजको ब्लगको सुरुवात देखिहाल्नुभयो हजुरहरूले। मेरो कपडा मिलाउनुदेखिबाट भयो, नानीका कपडाहरू थिए, अनि बाहिर आएर हेरेको त वेदर अलिकति राम्रो भयो, अनि हामीहरूका लिची चाहिँ पाकेछन्। अनि लिची पाक्नु भने माथिका चेलीले पाएका रहेछन्, अनि ती खाना भनेर आएँ। म चाहिँ हेर्नु न, लिची नखाइ मलाई चाहिँ दिनै मतलब आजकल चाहिँ दिनै कट्दैन कि, खाइहाल्छु एक दुईवटा चाहिँ खाइहाल्छु। मेरो चाहिँ यस्तै बानी छ। हजुरहरूलाई पनि खाना छ भने हाम्रो घरमा आउन सक्नुहुन्छ, अनि मलाई कमेन्ट गरेर जनाउन सक्नुहुन्छ। र आजको भिडियोको थ्रुबाट कसैलाई नराम्रो लाग्यो वा केही लाग्यो भने आइ एम रियली सरी। र आजको भिडियो चाहिँ यति नै। भेटिन्छ फेरि एउटा नयाँ भिडियोमा। बाई, लभ यु अल गाइस।